साथी हो महत्त्वपूर्ण सूचना ध्यान दिएर सुन्नुहोला। के तपाईँ पूर्वी क्षेत्रतिर हुनुहुन्छ र तपाईँ समस्यामा हुनुहुन्छ, नेपाल आउन चाहनुहुन्छ भने सुवर्ण अवसर छ। यदि तपाईँ कम्पनीले अकाउन्ट बनाएको छैन 90 डेज क्रस छ, या कम्पनीले अकाउन्ट बनाएर रिन्यू गरेको छैन 90 डेज क्रस छ, या कम्पनी रेड क्याटेगोरीमा छ अकाउन्ट डेट सकेको 60 दिन क्रस छ, या कम्पनीले हुरुप लगाइदिएको छ। यदि तपाईँ नेपाल जान चाहनुहुन्छ भने बैरगमन भिसाको लागि टोली आउँदैछ। र यदि पासपोर्ट बनाउन चाहनुहुन्छ, डेट छ 1 सालभन्दा तल, या सकिएको छ, या हराएको छ, या च्यातिएको छ बनाउन चाहनुहुन्छ, या तपाईँले पहिला पासपोर्ट बनाइसक्नु भएको थियो पासपोर्ट लिन चाहनुहुन्छ भने टोली आउँदैछ। यही डिसेम्बरको 19 र 20 तारिक 2025 है आउँदैछ। शुक्रबार र शनिबारको दिन तपाईँ आउन सक्नुहुनेछ। यदि तपाईँ बैरगमन भिसाको लागि जो तपाईँ एक्जिट फर्म भर्न आउँदै हुनुहुन्छ भने अकामा लिएर आउनुहोस्, या पासपोर्ट लिएर आउनुहोस् साथमा। यदि अकामा छैन भने पासपोर्ट भने लिएर आउनुहोस् जो तपाईँसँग डकुमेन्ट छ। र यदि तपाईँ पासपोर्ट नबिग्रिनुको लागि आउँदै हुनुहुन्छ भने पासपोर्टको फोटो भएको पन्ना र 31 नम्बरको नागरिकताको 2 साइडको फोटोकपी लिएर साथमा पासपोर्ट लिएर, यदि हराएको छ च्यातिएको छ भने 300 रुपियाँ लाग्छ, डेढ छ वा सकिएको छ भने 200 रुपियाँ लाग्छ, साथमा पासपोर्ट लिएर आउनु होला। र तपाईँको फर्म भने अनिवार्य रूपमा भर्नु पर्नेछ। 19 तारिक भरेको 19 तारिक आउनुहोस्, 20 तारिक भरेको 20 तारिक आउनुहोस्। र योभन्दा पहिला तपाईँले पासपोर्टको लागि फर्म भरिसक्नु भएको थियो, पासपोर्ट आइसकेको थियो भने तपाईँ सोही क्षेत्रमा आउन सक्नुहुनेछ। आउने समयमा तपाईँले पैसा तिरेको त्यो भाउचर र साथमा पासपोर्ट लिएर आउनु होला, तपाईँले पाउनुहुनेछ। यदि तपाईँ आउन सक्नुहुन्न भने तपाईँको पैसा तिरेको भाउचरको पछाडि साइडमा यो मेरो फलानु मान्छे हो, म फलानु हो, मेरो नम्बर यो हो र मेरो यो मान्छेलाई मेरो पासपोर्ट दिनु होला भनेर त्यो पैसा तिरेको भाउचर र पासपोर्ट साथमा दिएर पठाउनु होला, पासपोर्ट पनि पाउनुहुनेछ। र तपाईँले यदि फर्म भर्न जान्नुभएको छैन भने तपाईँले हामीलाई सम्झेर सक्नुहुनेछ। 9749739967 वाट्सएपमा 19 र 20 को टोली आउँदैछ। तर तपाईँको पासपोर्टको लागि फर्मको डेट ओपन हुँदैछ डिसेम्बरको 10 तारिकको दिन। त्यसकारण तपाईँले 9 तारिकदेखि हामीलाई डकुमेन्ट पठाउन सक्नुहुनेछ। फर्म भने तपाईँले भर्नु होला, किनभने यदि तपाईँले 19 या 20 को भर्नु भएको छैन, अरू भरेर जानुभयो भने त्यो चल्ने छैन। त्यसकारण तपाईँले अनिवार्य रूपमा भरेर आफ्नो सिट सुरक्षित गर्नु होला। जान्नुभएको छ आफूले भर्नुहोस्, जान्नुभएको साथीहरूलाई भर्न लगाउनुहोस्। तर पनि तपाईँसँग त्यस्तो केही मिल्दैन भने हामीलाई सम्झिन सक्नुहुनेछ। तपाईँको सेवाको लागि हामी तयार छौँ। र भिडियो सेयर गर्नुलाई ताकि सबैसम्म चाहिँ पुगोस्। पासपोर्टको लागि त टोली भोलि पनि आउला, वितरणको लागि भोलि पनि आउला, तर यो बैरगमन भिसाको लागि अलिक कमै आउने गर्छ। त्यसकारण जति पनि साथीहरू हुनुहुन्छ यो भिडियो सेयर गर्नुलाई त। लोकेसन भने अल असेब रेस्ट हाउस फर फेस्टिभल अल अफिसियल दमाम भन्छ। यही भिडियोको तल कमेन्टमा राखिदिनेछु। यदि यो भिडियो तपाईँले टिकटक या युट्युबदेखि हेर्दै हुनुहुन्छ भने शेयर क्षेत्री फेसबुक पेजको कमेन्टमा जानु होला यो भिडियोको, त्यसमा पाउनुहुनेछ है त। जय नेपाल।